हेलो हेलो गुड मर्निङ तपाईँहरूलाई ओल्ड ओनर सेवा ब्लगमा स्वागत छ। आज चाहिँ बिहानै यहाँ एकजना दिदीको इन्टरभ्यू लिन जाँदैछु। हेलो नमस्ते दिदी। नमस्ते। ए तपाईँको शुभ नाम? मेरो नाम सूर्यमाया लामा। ए अनि कता हो त घर तपाईँको? मेरो जन्मघर चाहिँ सिन्धुपाल्चोक हो। हजुर। हाल म अहिले काठमाडौँ महाकालबारीमा बस्छु। ए हजुर। अनि हजुर विवाहित कि अविवाहित? म विवाहित हो। ए नानी बाबुहरू? नानी दुईवटा छ, एउटा छोरी एउटा छोरा। ए हजुर। अनि कति भयो त तपाईँ यता इजरायल आउनुभयो? म आएको यो जनवरीमा ठ्याक्कै 4 कुरा भयो, 5 लाग्यो। ए 5 वर्ष लाग्यो? हजुर। ए हजुर। अनि कसरी म्यान पावर थ्रु आउनुभयो कि कसरी? होइन, हामी त यो सरकारी कोटाबाट आएको, G2G बाट। ए हजुर। अनि तपाईँको यो काम चाहिँ होम बेसमा हो कि यो हस्पिटल लाइन कस्तोमा हुन्छ? हाम्रो चाहिँ यो हस्पिटल लाइनमा हो। हजुर। होम बेसमा होइन, हाम्रो हस्पिटल लाइनमा हो। यो यहाँ चाहिँ हामी पेदाबोध भन्छ, यो ठाउँ त्यो हस्पिटल लाइनको लागि चाहिँ। ए हजुर। हामी चाहिँ पेदाबोधमा हो। ए हजुर। अनि कामहरू चाहिँ कतिको गाह्रो हुन्छ त तपाईँहरूले अब यो विदेशमा केटी मान्छे यसरी विदेशमा आएर काम गर्दाखेरि? अब काम त सजिलो गाह्रो भन्ने भइहाल्छ। अब यो काम पनि हेरी हुन्छ। अब कुनै चाहिँ अब नर्मल वार्डहरू हुन्छ, कुनै चाहिँ अब यो स्युदित भन्छ यहाँ चाहिँ। अब कुनै चाहिँ अब आफ्नो वार्ड हुन्छ, तर मेरो चाहिँ यो स्युदी वार्डमा हो। तर यसमा चाहिँ अलिक गाह्रै हुन्छ, किनभने कोही पनि हिँड्न सक्दैन, उनीहरूको माइन्डले त्यति काम गर्दैन। त्यसले गर्दाखेरि हाम्रो फिजिकल्ली चाहिँ, हाम्रो मेन्टली प्रेसर नभए पनि फिजिकल्ली एकदम बढी प्रेसर हुन्छ। त्यस काम गाह्रै हुन्छ। हजुर। अब परदेशको ठाउँमा घरहरू छोडेर यसरी केटी मान्छे यसरी धेरै टाढा आउँदा घरको यादहरू धेरै आउँछ होला होइन? याद आउँछ। त्यही पनि हाम्रो यहाँको सिस्टम राम्रो छ। जस हामीलाई चाहिएको बेलामा नेपाल जान, हामी छुट्टीमा जाँदाखेरि त्यस्तो केही रोकटोक हुन्न। अब हाम्रो रिप्लेसमा कोही काम गर्ने साथीहरू छ भने हामी 6 महिना वर्ष पछि पनि जान्छु भनेर पाइन्छ। जस त्यो चाहिँ राम्रो छ यहाँको सुविधा। अनि प्लेन टिकटहरू चाहिँ आफै काटेर जानुपर्छ कि कम्पनीले काटिदिन्छ? होइन, कम्पनीले काट्दैन। प्लेन टिकट चाहिँ हामी आफैले काटेर जानुपर्छ। तर छुट्टीमा गए बापत हाम्रो चाहिँ छुट्टीको पैसा आउँछ भनौँ न। अब त्यही पैसाले चाहिँ प्लेन टिकट गर्न चाहिँ पुग्छ तलमा। खुसी लाग्यो तपाईँसँग बोलेर। अनि अब आउने नयाँ साथीहरू हुन्छ नि, जुन इजरायलमा आउनुहुने साथीहरूलाई केही मेसेज छ तपाईँको तर्फबाट? उहाँहरूलाई चाहिँ के भन्न चाहन्छु भने, हामी चाहिँ किनभने हामी त पहिलो लट भएर अलिकति हामीले गाह्रै भयो। केही पनि अब हामीलाई कसैले सिकाउने मान्छे पनि भएन होइन। किनभने हामीलाई चाहिँ त्यो बेलामा इङ्ग्लिस भए पुग्छ, इङ्ग्लिसबाट इन्टरभ्यू दिएँ, इङ्ग्लिसबाट एक्जाम दिएर आए हुन्छ भने भनेको थियो। तर यहाँ चाहिँ मेन इङ्ग्लिस भन्दा पनि भाषा चाहिन्छ। आफ्नो अब भनौँ न, त्यो ट्रेनिङहरू लिए सँगसँगै आफ्नो भाषाको क्लासहरू नि लिनु होला। किनभने यहाँ चाहिँ भाषा बिना चाहिँ काम गर्न एकदम गाह्रै हुन्छ। सकेसम्म 1-1.5 महिनाको क्लास चाहिँ आफ्नो इजरायल भाषामा लिएर आउनु होला। ए हजुर, हुन्छ। धन्यवाद मेरो युट्युब च्यानलमा यसरी समय दिनुभएकोमा। अनि तपाईँको दिन शुभ रहोस् होइन। अनि तपाईँको अब चाँडै नै नेपाल फर्किने भन्ने सुनिरहेको छु। अनि कस्तो लागिरहेछ तपाईँलाई? अब यो अन्तिम उसमा 1-2 शब्द राखिदिनुहोस् न। ठिकै छ। अब हामीलाई त खुसी लाग्छ, किनभने आफू यो ठाउँमा आएर काम गर्न पायो होइन। अब यो इजरायली सरकारले हामी जस्तो नेपालीहरूलाई यहाँ राम्रो काम गर्ने अवसर दिनुभयो। यो कामले गर्दा अब धेरैले आफ्नो व्यवहारहरू मिलाउन पायो। किनभने हाम्रो नेपालमा त केही काम अब बेरोजगारी भयो, त्यही माथि हामी कोरोनाले थलित परेर बसेको हामी मान्छेहरू हो होइन। जो सरकार भनौँ न, इजरायलको सरकार र हाम्रो नेपाल सरकारको थ्रुबाट हामी यो ठाउँमा आएर एउटा कमाउने माध्यम भेट्यौँ भनौँ न। यसको लागि धेरै धेरै मेन त इजरायली सरकारलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु। हुन्छ। त्यसमै लास्टमा अन्त्यमा आएर इजरायली भाषामै केही भनिदिनुहोस् न। तपाईँ अब यत्रो वर्ष बस्नुभयो। अब इजरायल भाषामा त्यति साह्रो त आउँदैन, त्यही पनि अब नमस्ते, सलोम, अक्कल बेसदर, धन्यवाद, तोदारब्बा। भनेपछि तपाईँले ठिकै बोल्नुहुन्छ भाषा? हामी ठिकै बोल्छौँ, किनभने यहाँ म्याक्सिमम इजरायली भाषा पनि युज हुन्छ। अनि त्यसपछि म्याक्सिमम रसियन पनि युज हुन्छ। सकेसम्म रसियन पनि सिकेर आउँदा राम्रो। ए हजुर। भनेपछि तपाईँलाई रसियन पनि आउँछ? त्यति साह्रो त आउँदैन, जस काम चलाउँदा आउँछ। ए हजुर। हस् दिदी, धन्यवाद। अनि तपाईँलाई धेरै धेरै शुभकामना। अनि पछि
मेरो यो भिडियो चाहिँ युट्युब च्यानलमा आउँछ। मेरो युट्युब च्यानल चाहिँ शेर्पा ओखोडुङ शेर्पा ब्लग भन्ने च्यानल छ, त्यसमा तपाईँ हेर्न सक्नुहुन्छ। यो भिडियो अपलोड गर्दा हुन्छ? हुन्छ, हस्, थ्याङ्क यू। हजुर। मलाई साह्रै खुसी लाग्यो इन्टरभ्यू दिन पायो भाइसँग, हजुर। खुसी लाग्यो। अब केही शब्द बोल्नु त मन लागेको थियो होइन, तैपनि यसरी युट्युबको मार्फतबाट अब साथीको थ्रुबाट बोल्नु पायो, हजुर। त्यसको लागि धेरै खुसी भएको छु। हस्, धन्यवाद। हस्, धन्यवाद।